हेलो गाइस, सबैमा नमस्ते। मेरो र के छ भने आज चाहिँ सबैको रिल्स हेर्दै वाक्कै भइसक्यो। अन्त आज चाहिँ म पनि एउटा के न के थाल्दिउँ भनेर आँटेको। अन्त अब के बनाउने भन्दाखेरि चाहिँ मैले यो एउटा बट्टा पाएको छु। मैले पतञ्जली एलोभेराको जुसको बोतल रहेछ, एलोभेरा जुस बोतल हो। यसलाई चाहिँ म अब केमा एउटा युटिलाइज गरौँ भनेर नि सोच्दैछु। के हुन्छ हेर्नुहोस् है त, लेट्स सी। फर्स्टमा चाहिँ यो ट्याग लगाएको रहेछ, यसलाई निकाल्नु पर्ने हुन्छ। यो निकाल्नु मजाले टालेको हुन्छ कि यसलाई अलिक पानी लगाएर चाहिँ निकाल्यो भने सजिलो हुन्छ हो। जसो तसो मैले यसलाई निकालिसक्यो। यो अब यहाँदेखि र यहाँदेखि यसलाई हटाइदिनु पर्ने हुन्छ हो। यो काटेपछि यो माथि र यो पनि फेरि एउटा कुनै चिज बनाउँला हैन। पहिला काटौँ। यसलाई चाहिँ काटेर यस्तो बनाइसकेँ मैले। अब यसलाई बिचदेखि काटिदिनुपर्छ। आज काटेर अब आज सन्डेको दिनभरि कति फोन चलाउनु पर्यो भनेर चाहिँ केही न केही काम गरौँ न भनेर चाहिँ यसो टाइम पास पनि हुने हो। एउटा केही त बनाउनु सक्छु होला भनेर थाल्दिएको नि क्या गाइस। भिडियो बनाउनुले होइन गाइस, त्यस्तै छ। फाइनल यसलाई चाहिँ यस्तो बनाइदिएँ मैले हो। बनाउँदा पुरै जोस पो चलेको भयो त। यो स्प्राइटको बोतल मैले सेम रहेछ कि सेम देख्छ, अलिक लाइट रहेछ तर भए पनि हुन्छ। मैले यो काटेर यस्तो बनाएँ साइजको। यो पत्ता भनेको कुनै पनि प्लान्टको पत्ता। यो सानो अलिक ठुलो हुँदै हो। त्यसलाई चाहिँ म टक्कै यसमा चाहिँ यो अलिक बाङ्गो बनाएर राखेको छु मैले। पाइप हो यो, रबरको पाइप। यसमा चाहिँ भिरेर एउटा प्लान्ट बनाउनेछु। प्लान्ट कस्तो देख्दो रहेछ है त। टक्कै प्लान्ट चाहिँ यसमा जोडिन्छ हो। देखि स्टार्ट गर्नु पर्यो। ठिकै छ। पहिला चाहिँ सानो गरेर स्टार्ट गर्दै लगाउनु पर्यो यस्तो सानो हो। यो डोरी पनि ठिकै ग्रिन पायो। गर्दै यो लाउँदै तलसम्म लगाएर चाहिँ म देखाउँछु ल। भिडियो लामो हुने रहेछ न। यहाँबाट हेरौँ है। यतिको बन्दैछ है। अब यसलाई चाहिँ फ्लावर पटमा लगाएर टक्कै अलिकति यसलाई फिनिसिङ दिएर चाहिँ लास्टमा देखाउने छु। ल फाइनली हेरौँ त। फ्लावर पट सर्ट बनाएर चाहिँ एउटा बोतल पाइहाल्यो। यस्तो देख्दैछ। वाउ भनेर गइहाल्यो आफै। जस्ट ट्राई गरेको
कस्तो देख्दो रहेछ राम्रो देख्दो रहेछ कस्तो लाग्यो भन्नुहोस् है ल